guys, welcome to my vlog. मान्छे कालो हो कि आज घामले कालो देखेको चाहिँ अहिले मेरो श्रीमती ज्यूको अफिस एरियातिर गइरहेको छु। आज चाहिँ मेरो उहाँलाई लुट्ने प्लान छ। हेरौँ के खाइन्छ, कति लुटिन्छ गाइज। स्टे ट्युन्ड इन माई ब्लग। गाइज म सिलुको पुगिसकेको छु। क्युटीको वेटमा छु। क्युटी यहीबाट आउनेवाला छु गाइज। मेरो क्युटी आई। Nice to meet you guys. कताबाट आउनुभयो? म कामबाट फर्किँदै। अनि आज हाम्रो के खाने प्लान छ? आज हामी मोमो, बिरयानी, यति पुरी र चिया। पहिला पैसा निकाल्न जाऊ। लेट्स सी अब के खाइन्छ गाइज। स्टे ट्युन्ड। मलाई लुट्न यता हैन, अब लुट्ने आशामा आछु। हेरौँ म पैसा निकाल्न जानु पर्यो नि, छैन मसँग। गाइज पैसा झिकिसक्यो हामीले हैन। अब हामी चाहिँ खानु जान गइरहेछौँ। आजको फर्स्ट रेसिपी एउटा मात्र मोमो छ गाइज। हेरौँ कस्तो रहेछ। 500 को टपरी मोमो खाइयो। मिठै थियो। बाराई मोमो रेटिङ 4/5 दिएँ मैले। मोमो मिठै थियो। अब अर्को ठाउँ जाऊँ। कहाँ जाने र अब? एउटा चिया एउटा समोसा खाँदैछ हामी। 100 रुपियाँको चाय 200 को समोसा गाइज। आयो हाम्रो चाय समोसा गाइज। र अब हामी टपरी मोमो खाँदैछौँ। एउटा टपरी मोमो यसरी दिएछ गाइज। ल टपरी मोमोलाई रेटिङ गरौँ कति हुँदो रहेछ। अघिकोलाई 4/5 गराएको थिएँ। 5 मा 3.5। क्युटीको फेभरेट पसल निम्तोमा गइरहेको छौँ। वाइ जाँदैको चिकन बिरयानी खाँदैछ हामीहरू। अब हेरौँ कस्तो हुन्छ। रेटिङ लास्टमा गर्दैछ हामीहरू गाइज। निम्तोबाट के अरे बिरयानी र वाइ खाइयो होइन। बिरयानीको रेटिङ चाहिँ म 4/5 दिन्छु। राम्रै थियो। वाइ चाहिँ यार 3 हो। ठिकै थियो त। क्युटी आजको लास्ट ड्रिङ्क हुनुहुन्छ यो। हाम्रो आजको ब्लगिङहरू सकिँदा अहिले देखेर त